आइपिओ, एफपिओ, सेकेन्डरी मार्केट, म्युचुअल फन्ड, एसआइपी, पिएमएस के हो इन्भेस्टमेन्ट गर्ने थुप्रै अप्सन्सहरू बजारमा एभाइलेबल छन्। यहाँहरूमध्ये धेरैजनाले पक्कै पनि सेयर मार्केटमा लगानी गर्नुभएको छ। कतिले पैसा कमाउनु भएको होला, कतिले गुमाउनु भएको होला। कति पोर्टफोलियो अहिले घटेर एकदमै चिन्तामा हुनुहुन्छ होला, कोही बेचेर अब म किन्छु भनेर तम्सिएर बस्नुभयो होला। यो सेयर मार्केटको ब्युटी भनेकै यही घट्ने बढ्ने उतार चढावमै लुकेको छ। अहिले बजारमा सेयर मार्केटमा लगानी गर्ने थुप्रै अप्सन्सहरू भेट्नुहुन्छ र केही नयाँ टर्मिनोलोजिजहरू पनि यहाँहरूले सुन्नुभएको होला। यी सबै चिजहरू कुनै नयाँ नौलो इन्भेस्टमेन्टका अप्सन्स नभइकन सबै सेयर मार्केटमा लगानी गर्ने तरिकाहरू। तपाईको पैसा घुमिफिरी त्यही सेयर मार्केटमै प्रवेश गरिरहेको हुन्छ। सेयर मार्केटमा लगानी गर्ने यी विभिन्न अप्सन्सहरू कसैको लागि सुट गर्न सक्छ, कसैको लागि सुट नगर्न सक्छ। कसैले आफैले गर्दाखेरि राम्रो हुन सक्छ भने कसैको लागि प्रोफेसनल म्यानेजमेन्टलाई ह्यान्डओभर गर्दा राम्रो हुन सक्ने अवस्था हुन सक्छ। कोहीसँग ठुलो पुँजी हुन सक्छ, कोहीसँग सानो पुँजी हुन सक्छ। सेयर मार्केटको बारेमा एकदमै राम्रो ज्ञान भएका मान्छेहरूदेखि लिएर सेयर मार्केटमा के पनि थाहा नभएका मान्छेहरू सबैको लागि केही न केही इन्स्ट्रुमेन्ट्सहरू बजारमा उपलब्ध छन्। यो सबै टर्म्सहरू बुझिसके पछाडि सेयर मार्केटमा लगानी गर्ने इच्छा चाहिँ छ, तर म कसरी गर्ने होला भनेर तपाईहरू कन्फ्युजमा हुनुहुन्छ भनेदेखि त्यो कन्फ्युजन चाहिँ यो भिडियोबाट तपाईहरुलाई आज हट्नेछ। तपाईको चाहना हुनु पर्यो र मैले के गर्दा ठिक हुन्छ भनेर डिसाइड गर्नको लागि केही बेसिक ज्ञानहरू चाहिँ हुनु पर्यो। आउनुस् अब ढिलो नगरिकन भिडियो सुरु गरौँ। सर्वप्रथम त हामी आइपिओ की कुरा गर्छौं। इनिशियल पब्लिक अफरिङ। कुनै पनि कम्पनी, पब्लिक लिमिटेड कम्पनी जब बजारमा आउँछ उसले क्यापिटल कलेक्सन गर्नको लागि शेयर बेच्छ र जब हामीलाई शेयर प्राप्त हुन्छ त्यो शेयर नेपाल स्टक एक्सचेन्जमा लिस्टेड हुन्छ र ट्रेडिङ हुन सुरु गर्छ। तर यो पछिल्लो समय लोटरी किनेको जत्तिकै छ, किनभने पर्ने सम्भावना एकदमै कम भएर गइरहेको छ। एक्टिभ डिम्याट एकाउन्ट होल्डर्सहरू सालाखाला 35 लाख जति भएकोमा हरेक आइपिओमा 20 लाख भन्दा माथिको एप्लिकेसन्सहरू पर्ने गरेको देखिन्छ। हालसालै मात्रै आइपिओ खुलेको कम्पनी सर्वोत्तम पेन्ट इन्डस्ट्रिजको हामीले कुरा गर्ने हो भने 7,05,500 किता बजारमा उसले बिक्रीको लागि निकालेको थियो, जसमा 28,50,025 जनाले आवेदन दिनुभयो। अब 10 किताको दरले भाग लगाउँदाखेरि शेयर प्राप्त गर्ने मान्छे 70,550 जना हुनुहुन्छ भने नपाउने मान्छे 27,79,475 जना हुनुभयो। आइपिओमा जारी हुने अधिकांश शेयरहरूको मूल्य प्रति किता 100 रुपैयाँ हुने गर्छ र 10 किता मिनिममको दरले 1000 रुपैयाँ हामीले लगानी गर्नुपर्ने हुन्छ। नेपालको सन्दर्भमा हामीले हेर्ने हो भने आइपिओ प्राप्त गरिसकेपछि घटेर घाटा पर्यो भन्ने किसिमको अवस्था अहिलेसम्म भएको देखिएको छैन। केही न केही बढी नै हाल्छ। कुनै कुनै केसमा त 20औं-30औं गुणा पनि चाहिँ फाइदा भएको अवस्थाहरू पनि देखिन्छ। यसको लागि तपाईहरुसँग धेरै ज्ञान पनि हुनु परेन र पुँजी पनि धेरै ठुलो चाहिएन, किनभने 10 किता किन्नलाई त 1000 रुपैयाँ भए पुग्छ। डिम्याट एकाउन्ट र ब्याङ्क एकाउन्ट चाहिँ तपाईको हुनु पर्यो र तपाईको चाहना हुनु पर्यो। यसमा लगानी गर्न केही अप्ठ्यारो छैन। सजिलैसँग तपाईहरुले शेयर मार्केटमा प्रवेश गर्ने एउटा माध्यम बनाउन सक्नुहुन्छ। यसको एउटै नराम्रो पक्ष भनेको शेयर प्राप्त गर्ने चान्सेस चाहिँ अलिकति गाह्रो हुँदै गएको छ। लोटरी सिस्टमबाट निकाल्छ र यो लोटरी किनेको जत्तिकै छ, चिट्टा पर्न जतिको गाह्रो हुन्छ यो त्यस्तै हुन थालेको छ आजकल। अब हामी एफपिओ को कुरा गरौँ, फर्दर पब्लिक अफरिङ। कुनै मार्केटमा आइसकेको कम्पनी, पुरानै कम्पनी, तर त्यो कम्पनीलाई क्यापिटल बढाउनु पर्ने, क्यापिटल रेज गर्नुपर्ने आवश्यकता पर्यो भने उसले के गर्न सक्छ त केही नयाँ शेयर किताहरू चाहिँ बजारमा फ्लोटिङ गर्न सक्छ। अब पहिले त्यो मार्केटमा इस्टाब्लिश कम्पनी जसको शेयर अलरेडी स्टक एक्सचेन्जमा लिस्टेड पनि भइसकेको छ उसको त शेयर प्राइसको भ्यालु त माथि हुन्छ। त्यस्तो अवस्थामा शेयरलाई 100 रुपैयाँमा अब उसले बेच्दैन। आइपिओ को हकमा एक किता शेयरको मूल्य 100 रुपैयाँ हुने गरेको छ भने यो एफपिओ को केसमा चाहिँ
सेयरको मूल्य 200, 300, 500, 1000 जति पनि हुन सक्छ। अब 100 रुपियाँको सेयरलाई मानौ 500 रुपियाँमा बेचियो भने त्यो डिफरेन्स 400 रुपियाँ जुन छ त्यो चाहिँ सेयर प्रिमियम बापतको रकम भनेर बुझिन्छ। यो चाहिँ हामीले एउटा इस्टाब्लिश कम्पनीलाई ट्रस्ट गरेर ज्यादा पैसा हालेर सेयर किनेको भन्ने कुरा बुझ्नु पर्यो। यसमा पनि इन्डिभिजुअल तपाईँ हामी जस्तो सबै मान्छेहरूले लगानी गर्न सक्छौँ र अलिकति आइपिओ भन्दा चाहिँ थोरै बढी पैसा लगानी गर्नुपर्ने हुनसक्छ, किन भन्दा प्रिमियम हुने बित्तिकै यसको मूल्य नै पनि बढी हुने भयो भने यो अलिकति मूल्य बढी भएको हुनाले गर्दाखेरि आइपिओमा जति आवेदनहरू पनि नपर्ने गरेको हामीले पाउँछौँ। त्यसले गर्दाखेरि चाहिँ सेयर एलटमेन्टको चान्सेस पनि अलिकति बढ्न चाहिँ सक्छ। तर धेरै हाम्रो इन्भेस्टरहरू जागरुक हुँदै जाँदाखेरि यसमा पनि सेयर चाहिँ मिनिमम किताहरू मात्रै पर्ने गरेको पनि देखिएको छ। यसको राम्रो पक्ष के भने यो नयाँ कम्पनी होइन, इस्टाब्लिस कम्पनी भएको हुनाले यसको पर्फर्मेन्स, यसको हिस्ट्री, यो कम्पनीले भोलि कस्तो गर्न सक्ला भन्ने कुराको आकलन तपाईँलाई पहिले हुनसक्छ र तपाईँले त्यो सेयर किन्दाखेरिको एउटा कन्फिडेन्स बिल्डअप गर्न सक्नुहुन्छ। यसको लागि पनि आइपिओ जस्तै तपाईँसँग डिम्याट र ब्याङ्क एकाउन्ट, अलिकति पैसा र चाहना हुनु पर्यो। अब अर्को लगानी गर्न सकिने अप्सन सेकेन्डरी मार्केटमा हो। नेपाल स्टक एक्सचेन्जको प्लेटफर्म अहिले सोमबारदेखि शुक्रबारसम्म खुल्ने गर्छ। बिहान 11 बजेदेखि 3 बजेसम्म मार्केट खुला रहन्छ। तपाईँलाई मन लागेको कम्पनीको सेयर मार्केटमा चलिरहेको रेटमा तपाईँले जहिले पनि किन्न सक्ने अवसर यहाँ प्राप्त हुन्छ र बेच्न सक्ने अवसर पनि प्राप्त हुन्छ। मार्केटमा चलिरहेको प्राइस अनुसार किनबेच गर्नुपर्ने भएको हुनाले यसमा पुँजी पनि अलिकति बढी लाग्न सक्छ। हुन त म थोरै पैसाबाट थोरै किताहरू किनबेच गरेर कारोबार गर्छु भन्ने पनि हुनसक्छ, तर सेकेन्डरी मार्केटमा जाँदाखेरि चाहिँ केही न केही आइपिओ एफपिओ भरेको जस्तो भन्दा चाहिँ अलिकति बढी पुँजीको आवश्यकता तपाईँहरूलाई पर्न सक्छ। हामीले सही ढङ्गले कम्पनी छान्न जानेनौँ, सही प्राइसमा किन्ने र बेच्ने गर्न सकेनौँ, हाम्रो इमोसनल स्टेबिलिटीलाई हामीले कन्ट्रोलमा राख्न सकेनौँ, मार्केट बढ्दाखेरि पनि मात्तिहाल्ने र अलिकति मार्केट घट्ने बित्तिकै आत्तिहाल्ने किसिमको व्यवहारहरू देखाउन सुरु गऱ्यौँ भनेदेखि यो मार्केट तपाईँको लागि नहुन सक्छ। तर संयमित भएर रेगुलर रूपमा इन्भेस्ट गरिराख्ने, आफूले कमाएको पैसालाई थोरै थोरै मात्रै भए पनि त्यहाँ लगानी गर्दै जाने र एउटा सही समय आएपछि मात्रै बेच्ने त्यस्तो बानी गर्नुभयो भने यो सेयर मार्केटले तपाईँहरूलाई राम्रै गरेर जान सक्छ। कुनै वर्ष 30-40%, 50% पनि तपाईँलाई प्रफिट दिन सक्छ भने कुनै वर्ष प्रफिट दिँदै नदिन सक्छ अथवा तपाईँलाई लस पनि हुनसक्छ। तर सेयर मार्केटको ब्युटी अर्को एउटा के छ भने जबसम्म तपाईँले बेच्नुहुन्न तपाईँको लस बुक हुँदैन। त्यसैले घट्दाखेरि आत्तिहाल्ने किसिमको बानी गर्नु सेयर मार्केटको लागि घातक हुन सक्छ। अर्को महत्त्वपूर्ण कुरा, तपाईँले राम्रो कम्पनीहरू छानेर लगानी गर्न सक्नुभयो भने यसले डिभिडेन्ड पे आउट पनि राम्रै गर्न सक्छ र तपाईँलाई क्यास फ्लोको एउटा माध्यम पनि बनिराख्न सक्छ। तर धेरै साथीहरूले अहिले पछिल्लो समय गरिराख्नु भएको गल्ती के हो भने छिटो छिटो किनबेच गर्ने, आजको भोलि नै एकदमै धेरै पैसा कमाउनु पर्यो, महिनामै डबल हुनु पर्यो, डेढी हुनु पर्यो, अथवा केही न केही 10-20% महिनामै कमाउनु पर्यो। इन्भेस्टमेन्टलाई अलिकति लङ टर्मको हिसाबले सोचेर गर्ने गर्नुपर्छ। हरेक महिना आफ्नो कमाइबाट तपाईँले केही न केही पैसा इन्जेक्ट गर्दै जाने मात्रै बानी बसाल्नु भयो भने पनि यसले ओभरअलमा एभरेजिङ पनि हुँदै जान्छ। घट्दाखेरि पनि तपाईँले घटेको मूल्यमा पनि किन्नुहुन्छ, बढ्दाखेरि बढेकोमा पनि किन्नु होला, कुनै बेला त्यस्तो पनि पर्ला, तर एभरेजमा यसले तपाईँको रिटर्न सुनिश्चित गरेर जान्छ र तपाईँलाई केही न केही प्रतिफल दिन्छ। यसको रिस्क भनेको तपाईँले कम्पनी छान्न सक्नु भएन भने तपाईँलाई गाह्रो हुनसक्छ। अर्को भनेको तपाईँलाई सेयर मार्केटको बारेमा राम्रो ज्ञान पनि हुन जरुरी छ। कसरी कम्पनी छान्ने, ट्रेन्ड एनालाइसिसहरू कसरी गर्ने, कहाँ कहाँ गएर यसका चाहिँ हिस्ट्रीहरू हेर्न सकिन्छ, फाइनेन्सियल रिपोर्टहरू कसरी पढ्ने हो, यी सबै कुराहरू तपाईँले गर्न सक्नुभयो भने मात्रै कुन कम्पनी राम्रो र कुन कम्पनी नराम्रो भनेर छुट्याउन सक्नुहुन्छ। अहिले धेरै सोसियल मिडियाहरूमा कुन किन्ने कुन बेच्ने अफवाहहरू फैलाइदिने र त्यो हेरेर भोलि त यो किन्ने भोलि त यो बेच्ने भन्ने किसिमका डिसिजन्सहरू तपाईँ गर्दै हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँ यो मार्केटको लागि नहुन सक्छ। बरु बेचबाच गरेर अर्को कुनै व्यवसायतिर लाग्नुभयो भने तपाईँलाई ठिक हुन्छ। अब हामी कुरा गर्छौँ एसआइपी, सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान। सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान नामैले हेर्नुहोस् त सिस्टमेटिकल्ली इन्भेस्टमेन्ट गर्दै जाने प्रोसेस भनेर भन्न खोजिएको हो। यो कुनै प्रडक्ट होइन, कुनै कम्पनीको सेयर पनि होइन, यो तपाईँले इन्भेस्टमेन्ट गर्ने प्रोसेस हो। तपाईँसँग ठुलो पुँजी पनि छैन, तपाईँसँग धेरै ज्ञान पनि छैन, तर मलाई सेयरमा लगानी गर्न मन लाग्यो भनेर भन्दै हुनुहुन्छ। सेयरमा अरूहरूले लगानी गरेर
पैसा कमाएको तपाईँले देख्नु भएको छ, चाहना तपाईँलाई छ, लङ टर्म कम्पाउन्डिङको रिटर्न तपाईँ लिन चाहनुहुन्छ, रिटायरमेन्टको लागि तपाईँले प्लानहरू चाहिँ सोच्दै हुनुहुन्छ भने एसआइपी एउटा उपयुक्त माध्यम हुनसक्छ। हरेक महिना तपाईँले कमाएको पैसाबाट केही न केही 10-20% तपाईँले एसआइपीको लागि छुट्याउन सक्नुहुन्छ र त्यो एसआइपीमा तपाईँले हाल्दै जान सक्नुहुन्छ। यो एसआइपीमा हालेको पैसालाई तपाईँको क्यापिटल कम्पनीहरूले के गर्छ त म्युचुअल फन्डमा लगानी गर्छ। म्युचुअल फन्डको बारेमा म सेपरेटली अहिले भन्छु, तर म्युचुअल फन्डबाट जाने पैसा पनि कहाँ जान्छ त सेयर मार्केटमै जान्छ। त्यसैले तपाईँहरूले हरेक महिना एउटा सिस्टमेटिकल्ली इन्भेस्टमेन्ट गर्ने बानी बसाल्नु भयो भनेदेखि तपाईँको सेयर मार्केटमा लगानी गर्ने इच्छा पनि पुरा भयो, फोर्स सेभिङ पनि भयो र लङ टर्मको लागि तपाईँको फिनान्सियल प्लानिङ पनि भयो। यसले तपाईँहरूलाई फिनान्सियल फ्रिडमको बाटोमा अगाडि बढ्न मद्दत गर्छ। अब यसको रिटर्नको कुरा गर्ने हो भने त्यो फन्ड म्यानेजमेन्ट कस्तो किसिमबाट भइरहेको छ र त्यो फन्ड म्यानेजमेन्टले कस्तो किसिमको रिटर्न दिन्छ भन्ने कुराले डिटरमाइन गर्छ। मिनिमम पनि 10 देखि 15% को रिटर्न अन एन एभरेज चाहिँ यो एसआइपीबाट पनि तपाईँले प्राप्त गर्नुहुन्छ। एकदमै सानो पुँजी महिनाको 1000, 2000, 5000 तपाईँको क्यापेसिटी अनुसार जति सकिन्छ त्यति लगानी गर्दै जान सक्ने अवसर यसले प्रदान गर्छ। एसआइपी चाहिँ हामीले सेयरमा लगानी गर्ने मात्रै एङ्गलबाट नसोचिकन एसआइपी भनेको हामीले गर्ने व्यवहार हुनसक्छ, किन यो सिस्टमेटिक इन्भेस्टमेन्ट गर्ने प्लान हो नि त। त्यस कारणले गर्दाखेरि सिस्टमेटिकली इन्भेस्ट म अरू तरिकाले गर्न सक्छु भने त्यो पनि एसआइपी हो। जस्तै मलाई सेयरको अलिकति ज्ञान छ, म यो एसआइपीतिर जान्न, म आफ्नै पोर्टफोलियो आफै चलाउँछु भन्नुभयो र हरेक महिना 10,000 को दरले चाहिँ तपाईँले आफैले सेयर किन्दै जानुभयो, राम्रा कम्पनीहरूको सेयर किन्दै जानुभयो भने त्यो पनि एसआइपी हो। तर हरेक महिना तपाईँले जसरी एसआइपीमा चाहिँ पैसा हाल्नुहुन्थ्यो त्यसरी नै हरेक महिना 10,000 को सेयर चाहिँ थप्दै जाने बानी बसाल्नु पर्यो। कसैको हप्तामै केही न केही आम्दानी हुन्छ भनेदेखि उहाँले हप्तामै म एउटा केही न केही चिजमा चाहिँ लगानी गर्दै जान्छु भनेर गर्नुभयो भने त्यो पनि एसआइपी हो। वर्षमा एकचोटि मलाई कम्पनीबाट बोनस आएको बेलामा म चाहिँ 1 तोला सुन किन्दै जान्छु भनेर भन्नुभयो भने त्यो पनि एसआइपी हो। कुनै पनि चिजमा तपाईँले सिस्टमेटिकल्ली एउटा रेगुलर फ्रिक्वेन्सीमा लगानी गर्दै जानुहुन्छ भने त्यही नै एसआइपी हो। अब अर्को छ पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस। यो पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस चाहिँ एकदमै सेयर जान्दै नजानेको मान्छेको लागि पनि उपयुक्त हुनसक्छ भने एकदमै एक्सपर्टहरूको लागि पनि उपयुक्त हुनसक्छ। मसँग लगानी गर्ने पैसा पनि छ तर मसँग चाहिँ समय छैन, यो आइपिओ भरिराख्ने मलाई फुर्सद हुँदैन, कहिले आउँछ बिर्सिन्छ, हेरिराख्नु पऱ्यो हरेक दिन, यो झ्याउ काम कहाँ गरेर राख्ने। त्यस्तै कुन किन्ने कुन बेच्ने आफू कहाँ दिमाग लगाएर राख्ने। म पैसा लगानी गरिदिन्छु, कसैलाई मेरो पोर्टफोलियो म्यानेजमेन्ट गर्ने जिम्मा दिन्छु भनेर भन्नुभएको छ भने पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस तपाईँको लागि हुनसक्छ। यसमा पनि विभिन्न खाले पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस तपाईँहरूले पाउन सक्नुहुन्छ। केही चाहिँ आफ्नो कन्ट्रोलमा राख्ने किसिमको हुन्छ, म पोर्टफोलियो चाहिँ उसलाई म्यानेज गर्न दिन्छु तर के भइराखेको छ त्यसमा भन्ने कुराको कन्ट्रोल चाहिँ मेरै हातमा राख्छु। त उसले मलाई बेच्नु र किन्नु पऱ्यो भने मसँग फेरि मेरो डिस्क्रेसन चाहिँ त्यहाँ खोज्नुपर्ने हुन्छ। मैले भनेपछि मात्रै उसले किनबेच गर्न सक्छ। म के पनि हेर्दिनँ, सबै तिम्रै जिम्मामा, जुन किन्न मन लाग्छ किन, जुन बेच्न मन लाग्छ बेच भन्नुहुन्छ भने त्यस्तो किसिमको डिस्क्रेसनरी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसहरू पनि एभाइलेबल छन्। तपाईँले कस्तो किसिमको चाहना राख्नु भएको छ, तपाईँलाई कतिको आफ्नो फन्डमा चाहिँ कन्ट्रोल चाहिएको छ, त्यो अनुसारले तपाईँले कस्तो किसिमको पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस लिने भनेर डिसाइड गर्न सक्नुहुन्छ। थोरै पुँजीको पनि पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस हुनसक्छ भने एकदमै ठुलो एमाउन्टको पनि पोर्टफोलियो म्यानेजमेन्ट गर्ने अवसर तपाईँले यसमा प्राप्त गर्नुहुन्छ। मैले एसआइपी, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस, म्युचुअल फन्डहरूको छुट्टै भिडियो बनाउने पनि प्लान गरेर राखेको छु। त्यस कारणले गर्दा च्यानललाई सब्सक्राइब गरेर हेर्दै गर्नुहोला। म सेपरेटली यसको बारेमा डिटेल भिडियोहरू पनि फेरि तुरुन्तै लिएर आउनेछु। अब हामी कुरा गरौँ म्युचुअल फन्डको। म्युचुअल फन्ड भन्ने बित्तिकै म्युचुअल भनेको सामूहिक, धेरैजनासँग चाहिँ पैसा एक ठाउँमा कलेक्ट गरिन्छ। मलाई पनि लगानी गर्न मन छ, तपाईँलाई पनि लगानी गर्न मन छ, अर्कोलाई पनि लगानी गर्न मन छ। हामी सबैले केही न केही म्युचुअल फन्डको किताहरू चाहिँ किन्छौँ। हामी कुनै कम्पनीको सेयर किनेर राखेका छैनौँ, म्युचुअल फन्डको चाहिँ किता किन्ने हो। यो कुनै आफैमा कम्पनी होइन, तर फन्ड म्यानेजरको क्यापेसिटी अनुसार चाहिँ म्युचुअल फन्डको पनि किताको प्राइस चाहिँ डिटरमाइन हुने गर्छ। किन भन्दा अल्टिमेटली त पर्फर्मेन्सको कुरा हो नि त होइन। राम्रो पर्फर्मेन्स गर्ने म्युचुअल फन्डको प्राइस पनि राम्रो होला, नराम्रो पर्फर्मेन्स गर्ने म्युचुअल फन्डको प्राइस पनि नराम्रो होला। तपाईँ हाम्रो पैसा यसरी कलेक्ट गरिसकेपछि म्युचुअल फन्डमा त्यो पैसा प्रोफेसनल मान्छेहरूले म्यानेज गरेर राखेका हुन्छन् र उनीहरूले
त्यो पैसालाई विभिन्न किसिमका कम्पनीका सेयर्सहरूमा फिनान्सियल इन्स्ट्रुमेन्ट्सहरूमा लगानी गर्छ र त्यसबाट हामीलाई रिटर्न जेनेरेट गरेर हाम्रो पोर्टफोलियोको भ्यालु दिने हो। त्यसैले अल्टिमेटली हाम्रो पैसा कहाँ गएको छ त सेयर मार्केटमै गएको छ भनेपछि यो पनि एउटा सेयर मार्केटमा लगानी गर्ने अप्सन हो, तरिका मात्रै फरक हो। म्युचुअल फन्डको पनि ब्युटी भनेको एकदम हामीले सानो पैसाबाट लगानी गर्न सक्छौँ, 1000-2000बाटै लगानी गर्न सक्छौँ र हाम्रो आफ्नो क्षमता अनुसार हामीले लगानी बढाउँदै जान पनि सक्छौँ। म्युचुअल फन्डको कति किता किन्ने भन्ने कुरा तपाईँकै डिसिजनमा भर पर्छ। त्यस कारणले गर्दाखेरि यसको लागि ठुलो पैसा चाहिएला, नलेज चाहिएला भन्नु परेन। तपाईँले एकैचोटि म धेरै लगानी गर्छु भने पनि मिल्यो, अथवा अहिले भने जस्तो एसआइपीको माध्यमबाट लगानी गर्छु भने पनि मिल्यो। जसरी पनि त्यो घुम्दै घुम्दै त्यहीँ गएर सेयरमा लगानी हुन पुग्ने हो। तपाईँलाई नलेज पनि खासै हुन जरुरी भएन, रिस्क पनि प्रोफेसनल मान्छेहरूले चाहिँ पैसा लगानी गर्ने भएको हुनाले गर्दाखेरि एकदमै ठुलो रिस्क पनि यसमा छैन। तपाईँको रिटर्न चाहिँ नेट एसेट्स भ्यालुबाट डिटर्माइन हुन्छ। नेट एसेट्स भ्यालु भनेको चाहिँ तपाईँले म्युचुअल फन्ड किन्नुभयो, फन्ड म्यानेजरले त्यो पैसालाई चलाउँछ भनेपछि उसले आफ्नो एडमिनिस्ट्रेटिभ एक्सपेन्सेसहरू र गर्नुपर्ने जति पनि खर्चहरू हुन्छ, इन्भेस्टमेन्टको प्रोसेसमा गर्नुपर्ने खर्चहरू छन्, ती खर्चहरू कटाएर बाँकी कति त्यो फन्डले चाहिँ भ्यालु क्रिएट गर्छ, बाँकी राख्छ, त्यही भ्यालुलाई नै नेट एसेट्स भ्यालु भनेर भनिन्छ। तपाईँको फन्डले ग्रसमा कति आम्दानी गर्यो, खर्चहरू के भएर त्यसको नेट भ्यालु कति बसेको छ। अब इन्भेस्टरहरूलाई यदि भाग लगाएर दिने हो भनेदेखि कति कति भाग लगाएर दिन पुग्छ, त्यही नेट एसेट्स भ्यालु हो। हामीले लगानी गरेको म्युचुअल फन्डको नेट एसेट्स भ्यालु कति छ भनेर हामीले एभ्रिडे मोनिटरिङ गरेर आफै हेर्न सक्छौँ। म्युचुअल फन्ड पनि ओपन इन्डेड र क्लोज इन्डेड गरेर दुई किसिमका हुन्छन्। यसको बारेमा डिटेल चाहिँ म तपाईँलाई म्युचुअल फन्डको सेपरेट भिडियोमा भन्दैछु। हामीले आज कुरा गरेको यो 6वटा अप्सन्सहरू नाम जेसुकै भए पनि, तरिका जेसुकै भए पनि अल्टिमेटली लगानी सेयर मार्केटमै हुँदो रहेछ। यो टेबलले अहिले हामीले यो भिडियोमा एक्सप्लेन गरेको सम्पूर्ण कुराहरूलाई ब्रिफली बुझ्नलाई सहयोग पनि हुन्छ। म यो भिडियोको डिस्क्रिप्सनमा पनि राखिदिन्छु, तपाईँहरूले हेर्नुहोला र आफूलाई कुन किसिमको इन्भेस्टमेन्टको मोडल र प्रोसेस ठिक लाग्छ त्यो अनुसारले आफ्नो अनुकूल लगानी गर्न सुरु गर्नुहोला। भिडियो अन्तसम्म हेरिदिनु भयो, धन्यवाद, नमस्कार।